Hello guys, what's up? Welcome back to my channel. Hello. What's this, sir? Yes. Do you know how I knew? Because today is rally. It was a everyday boring day until it wasn't. But before you, हामी चाहिँ यतिकै ढुलिरहेको थियौँ. We went to different stores and looked different items. We also ate khaza अनि saw monkey. Everything felt normal. यो chaotic दुनियाँमा सबै नर्मल देखेर आश्चर्यचकित भएपछि आफै माथि विश्वास लागेन र म गएँ आई चेकअपको लागि. आई चेकअप गरेपछि त सबै नर्मल नै छ भन्नुभयो. त्यसपछि त्यहाँबाट फर्केपछि त वी स ट्राफिक. धेरै ट्राफिक पुलिस ब्लकिङ द बाटो टु कोटेश्वर एन्ड डाइभर्टिङ टु अर्को बाटो. हाम्रो पुलिस मामाहरूले चाहिँ यताको गाडी बन्द गरिदिनु भएको छ किनभने कोटेश्वर जाने बाटो अहिले हामी साडो बाटोको बाटोमा छौँ. हरियो वन नेपालको धन हाम्रो राम्रो ललितपुर खाली बाटो. नेपाल ओइल कर्पोरेसन नेपाल सबै नेपाल ओइल कर्पोरेसन रहेछ नि त ब्रा. वाइ के भइरहेछ यहाँ? त्यहाँ पुलिस मामा ट्राफिक मामाहरू पनि होइसिन्छ. के हुँदैछ यहाँ? केही जग्गामा के यो धुवा भने more police. Bato is banda. So much banda. Yo, bato ho hamro. Janta ko bato. Yeah. It's pretty much banda. Oh my god. Gari numbers. Damn, bruh. According to bato ma हेर्ने मान्छेहरु गोलीहरू छ अलिअलि उता कोटेश्वर होइन होला जोस् उतातिर. त्यसैले यहाँ बाटो सबै बन्द छ. बाटोमा नि नयाँ पेन्ट भइसकेको छ. नेपाल इज डेभलपिङ ब्रो. नेपाल कस्तो राम्रो देश हो. यता हाम्रो सनराइज सेटिङ हुँदैछ. त्यो ट्रक इमर्जेन्सी लाइट बालेर आउँदैछ यहाँ तर बिस्तारै आउँदैछ अलि भन्दा. पुलिस रहेछ नट आर्मी. अहिले यहाँ धेरै के भइरहेको जस्तो छ. तर हामी अज्ञात छौँ. हामी जागृत छैनौँ. यो हाम्रो गल्ती हो. हामीले सुधार्नुपर्छ यो बानीलाई. तर हाम्रो एक्जाम आइसक्यो. पढ्ने कि देशको चिन्ता गर्ने? के गर्ने? बसेर हेर्ने. रङ एज पर ज्ञानी मान्छे दुबईको नगर्ने आफ्नो गर्ने. त्यस्तो लाग्छ.
नेपाल त हो आन्दोलन भइ नै राख्छ, तर विद्यार्थीको कर्तव्य पढ्नु हो, त्यसैले म गए पढ्न। थ्याङ्क्स फर वाचिङ गाइज, टेक केयर, जय नेपाल।